हेलो, म चाहिँ आज सेलरोटी पकाउन गइरहेको छु। मलाई चाहिँ घरमा जहिले पनि मम्मीले ठिक बनाइदिनुहुन्थ्यो क्या त्यो सेलरोटी बनाउन, अनि म पकाउँथेँ। लास्टमा अब यहाँ विदेशमा भइसकेपछि त अब आफै पकाउनु पर्यो। त्यसमाथि तिहारको धेरै मिस गरिरहेको थिएँ, घर परिवार दाइहरू, अनि अब त्यो मिस गरेर त भएन। अब सेलरोटी पनि कति मिस गरिरहेको थिएँ। अब सेलरोटी त बनाउन सकिन्छ भनेर अनि म आफैले बनाउन लागेँ। त्यसपछि मैले चामल भिजाएको थिएँ बिहान, अनि त्यसलाई चाहिँ मैले पिनेँ। त्यसपछि राम्रोसँग पिनिएन, अलिक पानी सानी हालेर पिन्नुपर्ने रहेछ। अनि पिनेर त्यसपछि अलिकति पानी थपेर अनि पिनेँ। त्यसपछि चाहिँ अलि राम्रो हुँदै गयो, अनि बिस्तार बिस्तार पिनेँ। अनि घरमा सबैजनालाई सम्झिँदै पिनेँ। मम्मीले पकाएको सेलरोटी अघिनाको छेउमा बसेर गम गम रोटी सेलरोटी खाएको सम्झेँ। अनि त्यसपछि होइन, अब आफूले पनि अब यहाँ रोटी त बनाएर खानु पर्यो भनेर बनाउन लागेको। के भयो बिस्तार बिस्तार। मलाई त पिन्नै गाह्रो भयो सुरुमा त, अनि बिस्तार बिस्तार बन्यो। अनि अर्कोचोटि सुरुमा चाहिँ मैले पानी नहाली पिनेको भएर पिन्या थिएन। दोस्रोचोटि चाहिँ पानी हालेर अब चाहिँ मैले सबै राम्ररी पिनेँ, मजाको भयो। अनि सबै पिनिसकेपछि मैले चाहिँ यसमा सुरुमै मेथी र मरिच हालेर भिजाइदिएको थिएँ। अब केही पनि हाल्दिनँ, मैले अलिक पाकेको केरा पिनेर हालिदिन्छु यसमा चाहिँ। त्यति हो मैले हाल्ने भनेको चाहिँ। मरिच र उसले बास्ना आइहाल्छ। अनि सबै पिनिसकेपछि चाहिँ मैले यसमा घिउ एड गरेँ। 2 चम्चा जति घिउ एड गरिसकेपछि चाहिँ यसमा चिनी हालिदिन्छु। अब म चिनी हालेर अनि यसलाई मैले पिठो रेडी गरेर 3-4 घन्टा भिज्नको लागि छोडिदिन्छु। अनि त्यसपछि म चाहिँ गएँ बजार गएँ। त्यसपछि त्यहाँ सबैजना किनमेल गर्न आइरहेको थियो। कति बुढी मान्छेहरू पनि किन्न आइरहेको थियो। मजाले आफै किन्छन्। 70-80 वर्षका बुढी मान्छेहरू आएर मजाले किनेर आफ्नो सामान आफै किनेर लिएर जान्छन्। गएँ। त्यसपछि मैले हेर्नुहोस् स्याउ कस्तो राम्रो फलेको हेर्नु। अनि मैले अचार बनाउनु थियो, अनि कागती पनि लिएँ। मजाको कागती रहेछ, त्यो कागती पनि लिएँ। कागती लिइसकेपछि अनि म केरा लिनु थियो मलाई। केरा चाहिँ अलिक पाकेको थिएन कि जस्तो लाग्यो, अलिक मजाको पाकेको चाहिन्छ क्या मलाई चाहिँ। अनि अलिक पाकेको खालको केरा खोजेर बल्ल भेट्टाएँ अनि लिएँ। मजाले पाकेको चाहिँ केरा मैले लिएँ। त्यसपछि म के लिनु भनेर हेर्दै थिएँ, अनि खोर्सानी, हरियो खोर्सानी रहेछ, त्यो पनि लिएँ। तपाईँको अचार बनाउनु थियो। त्यसपछि म चाहिँ दुध लिएँ। म कफी खान्छु। दुध लिइसकेपछि चाहिँ कुन्लिम भयो। अनि फेरि यो लिएँ। म चाहिँ नयाँ नयाँ ट्राई गरिरहन्छु दुध चाहिँ। अब थाहा छैन नि त कुन कस्तो छ भनेर। अनि त्यसपछि म लिएर आएँ। अर्थक पनि किनेँ। अनि लिएर आएपछि यहाँ हेर ढकमक्क फुल फुलेको तिहार आएको भाइब्स थियो। अनि फुल अब आफ्नो घरको त होइन, अनि फुल हेर्दै आएँ यहाँको बारीमा, नेपाल जस्तै। अनि फुलहरू हेर्दै त्यसपछि हेर्नु न, यो हलुवा बेत त कस्तो पाकेर भुइँ झरिरहेको थियो। कस्तो फल्ने क्या यो हलुवा बेत चाहिँ। यहाँ छ मुला पनि फल्दैछ। अनि त्यसपछि अर्को बोटमा पनि लटरम्म फलेको छ। त्यसपछि आएँ, पानी पनि फुलेको सागबारी। त्यसपछि मेरो बस्ने चाहिँ यता। त्यसपछि मैले रोटी पकाएँ। यस्तो भएको थियो, रोटी चाहिँ नरम भयो।
किरा हालेकोले होला। पुरै नरम भएर यसरी रेडी भयो रोटी।